ठुला सपना देख्नु र त्यसको लागि लड्नु कस्तो हुन्छ हामीलाई थाहा छ। लक्ष्यभन्दा एक कदम टाढा रोकिनु कस्तो हुन्छ हामीलाई थाहा छ। हामीले दर्शकको हुटिङ पनि महसुस गरेका छौँ र हारको पीडा पनि। तर हरेक निराशाले हामीभित्रको भोकलाई अझै बढाएको छ। यो टिमको लागि हामीसँग भएको सबै थोक दिन हामी तयार छौँ र हाम्रा समर्थकहरूका लागि मैदानमा अझ धेरै लडाइँहरू बाँकी नै छन्। त्यसैले हामी 7 जना फेरि फर्किएका छौँ। विगतलाई सम्झेर बस्ने होइन, इतिहासलाई नयाँ अन्त्य दिन अधुरो काम अझै बाँकी छ। सिजन 3 मा भेटौँला। एनपीएल को तेस्रो सीजनले अन्ना हमलाई ज्यादा ज्यादा माया गरे। आज हम इसे निकर खेल्नु यो पाला अब जित्ने कोसिस गर्दु। ज्यादा ज्यादा माया गरे हमलाई।